हजार भएको बेला पनि कस्तो यहाँ स्कुल जानु कस्तो हतार भइरहेको छ अहिले खुसी मम्मा मम्मी मम्मा कस्तो हिँडेर आउँछ चोट लाग्यो क्या ढिलो भएको बेला झन् ढिलो हुन्छ तैँले गर्दा त अनि कपाल बार्न यति बेर लाउँछ किताब पनि मलाई बोकाउँछ खाना पनि मलाई बोकाउँछ अయ్యా अయ్యा राम्रोसँग हिँड्नु आइज एकछिन ढिलो भएको अయ్యా अయ్యा अहिलेसम्म आएन ती मान्छे खै के भयो अहिलेसम्म आएका छैन फोन गर्नु पर्यो कसको फोन आएछ फेरि हेलो हजुर हजुर मुखिया साहब यो टेन्डर पास हुनु पर्यो तपाईले जसरी पनि छिटो आउनु पर्यो यो टेन्डर पास गर्नै पर्ने भयो आज नै नै मान्छे मैले पठाइसकेँ म पुग्दैछन् म पनि आउँदैछु म छिट्टै आउँछु हजुरले चिन्ता नगर्नु होला तपाईको काम आज सिद्ध्याएर जाने हो ल त ल नमस्कार मुखिया साहब नमस्कार यति ढिलो किन म मान्छे बोलाउन गएको थिएँ मान्छेलाई रेडी पारेर भेजिसकेको छु अब यहाँ टाइम जावा गर्नुभन्दा हामीले हिँड्ने हुन्छ ल अहिले हिँडिहाल्नुपर्छ हिँड त्यो टेन्डरलाई पास जसरी पनि गर्नुपर्छ त्यो कुरो पनि 2-4 करोड रुपियाँ खाइहाल्नु पर्यो हुन्छ मुखिया साहब मिलेर खाइहाल्नु पर्यो 2-4 करोड भइहाल्छ केही छैन अब जनताहरूलाई पनि अब यस्तो आँखामा धुला हालिकन आफूलेतिर पनि राख्नु पर्यो त पैसा सबै लगाएका हुन्छ यत्तिकै पैसा यत्तिकै अनि हामीले नखाएर नबचाएर भोलि हाम्रो छोराछोरीले बिजोग कसरी बढाउने त्यही त खानु पर्यो त म पनि भन्छु नि त्यही त 1-2 करोड रुपियाँ खानु पर्यो गरे भइहाल्छ त्यो गरिहाल्नु पर्छ यो झोडो लाग्यो फेरि बन्जो लिएर आउँछ धेरै दुखिरहेछ औषधि गरेलाई के धेरै दुखिरहेछ उभिएको काम गर न बराबर खुरुखुरु काम गर ल खुरुखुरु गर न के हेरेको के हो गर न फटाफट यार हेरे हेरे बुवा खाना ल्याएको छ खाना खान आउनु हुन्छ छोरी ऊ त्यहाँ राख्देऊ हुन्छ बुवा पछि खाना चिसो भइहाल्छ अहिले खानु बहिनी मेरो त कापी सिद्धिएको छ आज कापी नै छैन मसँग आजलाई पनि छैन के गर्नु होला हुन्छ म बुवालाई भन्छु बुवा दिदीको कापी सकिया छ रे कति किन्न पैसा पैसा पहिले पैसा छैन जे छ त्यसैमा काम चलाऊ अहिले जाऊ बुवा आजको लागि पनि एक पाना पनि छैन त्यतिकै स्कुल गयो भने चाहिँ सर म्याम भेटाउँछन् मुखिया साहब छोरीको कुरा हजुरले सुनिहाल्नु भयो कापी किन्नलाई 40-50 रुपियाँ दिनु काम लागेको एक दिन पनि भ्या छैन पैसा माग्न थाल्यो के गर्नु मुखिया साहब कापी नु भयो स्कुलमा रिसान्छन् कापी किन्नुलाई पैसा छैन 50 रुपियाँ दिनु न मुखिया साहब
बिचरा छोरीहरूलाई कापी छैन भन्छन् भयो यसो 50 रुपियाँ मिलाइदिनु चम्पा लौ पैसा हस् बुवा जाउँ स्कुल दिदी हजुर जाबु त 50 रुपियाँ माग्दैन हाम्रो बुवाले कति धेरै कुरा सुनाउनु भयो है हो त बहिनी हाम्रो परिस्थिति नै यस्तै छ बुवाले कति कुरा सहनु परेको छ त्यो त हामीलाई कहाँ थाहा छ दिदी मम्मी विदेश जानु भएको 2-3 महिना भइसक्यो काम पाउनु भयो कि पाउनु भएन खै हुन त हो बहिनी मम्मीले काम पाउनु भयो कि पाउनु भएन केही खबर नै छैन कुराकानी नै भएको छैन पैसा उठाएको भए त राम्रै हुन्थ्यो नि घरको लागि त त्यही त दिदी ओ चम्पा रोक न ल छिटो ढिलो भइसक्यो हुन्छ हुन्छ बोलाउँदा पनि नबोलेरै गइया जति दिन कुर्नु पर्यो नि कुर्छु हैन बाटोले आज चिटिक्कबाट कताबाट आइस कहाँ चिटिक्क परेको छु सपिङ गरेर आएको नि बजारबाट ए हो यति राम्री मान्छे साडी लगाएर त झन् राम्री देखिन्छ ए हो र जा जा धेरै मलाई नफुर्का अनि त कहाँ जल्लाको यति हतार हतार गरेर हैन उता साथीलाई भेट्न जाँदैछु मलाई हतार हुन्छ म जान्छु है ए ल ल हुन्छ जाऊ हैन कुल्लु यार एक्लै बसेर के गर्दै हो यार के गर्ने यार तिखे हेर्न म गाडीको फोटो हेरिरहेको छु नि त हैन यार जहिले नि बाइकको फोटो हेरेर बसिरहेछौ यार कहिले हो किन्ने कहाँ किन्दिनु यार पहिला जागिर खा भन्छन् बाले त्यसपछि बल्ल किन्दिन्छु भन्छन् ए हो त्यस्तै छ ए तैले जागिर खानु पर्ने त्यसपछि किनिदिने तिमीलाई पनि कस्तो बिनगन है के भन्नु त यार के छ त यार तेरो हालखबरहरू बरु के हुनु यार सब ठिक छ भनौ यार आफ्नो के छ ठिक छ यार के भन्नु खाऊ न यार खाऊ न नखाऊ यार बाउले देख्यो भने मारिहाल्छ नि यार बाटो सेक्छ नि यार अरे केही हुन्न के यार कोही छैन खाऊ न खै कसैले देख्यो भने यार कोही छैन कसैले देख्दैन के खाऊ न के हुन्छ र खाऊ यार के दिएको यार दियो यार सुर्ती हो यार यो यार हेत तेरी के गरेको यस्तो यार के हो यार यस्तो यो के हो त यार यो हेर न यार सुर्ती हो नि ए हेर मेरो त यार घाँटीमा लाग्यो यार ए के हुन्न यार ए छोड्दे यार जाऊ नहीं दिदी झन् दुखिरहेछ म जान सक्दिनँ ल हिँड्न बिस्तारै 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 जाऊ अया चम्पा बहिनी आज एक्लै एक्लै कता हो कान्छी खोइ त कान्छी
ओहो यो चम्पा पनि किन भागी रहेछ कान्छे सातो गएको यही छस् आयो मम्मी कस्तो डराए म धेरै दुख्यो कान्छे भन्नु त पर्छ नि म त सरासर गइसकेको ओ बाफले अब घरको धेरै दुख्यो के भयो हेर्नु न यसलाई बिहान चोट लागेको थियो त्यही भएर अब हिँड्नै नसक्ने भएछ कि ओहो साह्रै गाह्रो भयो जस्तो त हिँड्नुहोस् घरसम्म छोडिदिन्छु म साह्रै गाह्रो भएको रहेछ हिँड पनि घरसम्म छाडिदिन्छु ल होइन हिँड्नुहोस् ल ओहो ल ओहो गाह्रो भएको रहेछ बहिनीलाई कसरी खस्नु भएको ओहो हिँड्नुहोस् आरामले हिँड्नुहोस् है घरसम्म छोडिदिन्छु ल हिँड्नुहोस् ल ल आरामले ल बहिनीको चाहिँ केयर गर्नु होला के समस्या भएपछि मलाई भन्नु होला है ल म अहिले लाग्यो हतार छ है कति बेला पुग्ने होला भोक लागिसक्यो ल है अब हजुर झर्ने टाइम भइसक्यो ठाउँ आइसक्यो हजुर झर्नको लागि तयारी हुनु होला है आफ्नो सामानहरू के छ हेरेर हुन्छ झर्नु होला है झर्नु हजुरको आफन्त को छन् बोलाइहाल्नु होला है हाम्रो यो लास्ट स्टेप हो ध्यान राख्नु होला आफ्नो मान्छे आएपछि मात्र जानु होला है दाई सुन्नु न ओ दाई सुन्नु न म भर्खर गाउँदेखि आएको है मेरो आफ्नो त यहाँ कोही पनि हुनुहुन्न कतै यसो चिनेको ठाउँ छ भनेपछि मलाई त्यहाँसम्म पुऱ्याइदिनुहुन्छ कि कहाँ जाने हो र खै दाई थाहै छैन कहाँ जाने हो म भर्खर आएको नेपालबाट टाइम छैन बहिनी म त ड्युटी जाने हतार भइसक्यो अब कहिले आउलिनु र नआइनु बनाय अब कहिले आउली त्यहाँको खानु खाउली धुलो चामल केही छैन क्याको खानु खाउली
सम्भा कान्छीलाई के भयो? आन्टी बिहान स्कुल जाँदाखेरि चोट लागेको छ लोटे कान्छीलाई धेरै चोट लाग्यो क्या हो? लागेछ आन्टी खोरो दुरै ओहो कान्छी धेरै चोट लाग्यो कसरी लडी बढी चोट लाग्यो दुखिरहेछ कपडा लिएर आ त कठैबाट आमा भइदियो भने यस्तो गाह्रो हुन्थेन होला ए चम्पा कपडा लिएर आ त ल तू एकैछिन बस्दै गर म बनमारो लिएर आऊ बनमारो कुटेर रोसलाई हालिदिनु पर्यो है एक चोटोमा ल ल आन्टी लिएर आउनु ल त ल Ayah mama. Ayah sorry. ल बाँधे तेरा बाबा आया छैनन् नाइ अहिलेसम्म पनि आउनु भएको छैन ल ल चिन्ता नलिऊ अब ठिक भइहाल्छ नानी म गइहाल्छु है ल ल हुन्छ आन्टी ल त म गएँ बहिनीको केरा रे ल ल हुन्छ आन्टी ल त ल नरो न ठिक नरो कान्छी अब बुवा पनि आइहाल्नुहुन्छ सन्चो भइहाल्छ के टेन्सन नलिन ठिक भइहाल्छ टेन्सन नरो न दुख्यो भने रुनुपर्छ त सन्चो भइहाल्छ चोट लाग्यो भने रुनुपर्छ त कति यस्ता चोट त कति पो लाग्छ जिन्दगीमा मान्छे यस्तो रुनु हुँदैन सहनुपर्छ मान्छे ठिक भइहाल्छ त केही हुँदैन नरो नरो अब बुवा पनि आइहाल्नुहुन्छ